हामी नोभेम्बर लास्ट इयर 2016 मा भेटेको मेलबर्नमा। उहाँ मेलबर्नमा बस्नुहुन्थ्यो। उहाँ चाहिँ नि दाइ र भाउजू अनि आदिसँग आउनुभएको थियो। अनि आउँदाखेरि चाहिँ हामी फर्स्ट सपिङ सेन्टरमा भेटेको थियौँ। अनि pretty much we spent like half an hour to hour। अनि काम कस्तो छ के छ जस्ट आफ्नो लाइफको बारेमा क्वेसनहरू सोधेर जस्ट चिन्ने कोसिस गरेको थियौँ। मन दिन्छु मुटु दिन्छु फेर्नु पर्ने सास दिन्छु घटी बढी होइन सधैँ माया एक नास दिन्छु कसम हो कसम कसम हो कसम मन दिन्छु मुटु दिन्छु। उसले चाहिँ नि फोनमा के भन्थ्यो भने म अलि सानी नै छु भन्थ्यो 5 फिट पनि छैन भने जस्तो लाग्यो। अनि अगाडि देख्दा चाहिँ अलि सानो जस्तो लाग्थ्यो। मलाई पनि एकदम टल हुनुहुँदो रहेछ जस्तो फिल चाहिँ भएको थियो होइन। म सर्ट हुन्छु नि त। कसम तिमीसँग कहिले हुने छैन दूर ए मेरो हजुर ए मेरो हजुर। फेरि म चाहिँ अलि फर्स्ट टाइम थियो लाइफमा कसैले केटीलाई यसरी बिहेको लागि भनेर भेट्नको लागि कहिले भएको थिएन। आँखामा हेर्दा चाहिँ जस अप्ठ्यारो लाग्थ्यो। अरू त त्यस्तो केही थिएन। जस आई टु आई अहिले पनि आई कन्ट्याक्ट गऱ्यो भने चाहिँ नि आई गेट लस भनौँ। एकदम मलाई त कम्फर्टेबल फिल भएको थियो। एकदमै अब आइज त हेरिनँ मैले तर एकदमै कुरा गर्न सजिलो साथी बन्न सजिलो एकदम केयरिङ टाइपको पर्सन हुँदो रहेछ जस्तो लागेको थियो फर्स्टमै। कुरा गर्ला दुनियाँले गरोस् हाम्रो के नै जान्छ बुट्टा भर्ला अनेक अनेक भरोस् हाम्रो के नै जान्छ। कुरा गर्ला दुनियाँले गरोस् हाम्रो के नै जान्छ बुट्टा भर्ला अनेक अनेक भरोस् हाम्रो के नै जान्छ। सँगै भएपछि अलिक कम्पनी भएको जस्तो अब चाहिँ नि साथी भयो केही सेयर गर्नलाई हुन्छ नि आफूमा पनि अब केही चेन्जेस या इम्प्रुभमेन्ट अब चाहिँ सोच्नु पर्ने जस्तो। पहिला भइन्छ नि सिङ्गल लाइफ थियो जे गरे पनि जस्तो गरे पनि ठिकै छ आफैले डिसाइड गर्यो। अब चाहिँ नि कसैको रेस्पोन्सिबिलिटिज प्लस लुक आफ्टर केयर गर्नुपर्छ जस्तो लागिरहेको छ। अब पहिला त अब दाइहरूसँग फ्यामिली लाइफ नै थियो होइन ठिकै थियो रमाइलो थियो। अहिले अब बिहा भएर म चाहिँ एकदम नर्भस थिएँ कि नयाँ घरमा आउनलाई अब कस्तो बिहेभियर हुन्छ कसरी बस्ने त्यस्तो एकदमै नर्भस चाहिँ थिएँ तर हुनु नपर्दो रहेछ। म त एकदम कम्फर्टेबल नै छु। तिमी बिना पुरा हुन्न सत्य म त आधा हुन्छु रंग जान्छ तिमीसँग म त सादा सादा हुन्छु। फ्यामिलीलाई गर्ने केयर वाइफलाई गर्ने केयर अनि वर्कमा गर्ने डेडिकेसन तिनटै ब्यालेन्स गरेर गर्नुहुन्छ त्यो एकदम राम्रो लागेको छ मलाई। त्यही भएर अब लाइफ राम्रो हुन्छ जस्तो लाग्छ उहाँसँग मलाई। अब ब्युटी भनेको त त्यस्तै हो अरूभन्दा पनि उसको भित्री मनदेखि नै राम्रो छ जस्तो लाग्छ। त्यही भएर चाहिँ नि उसको फेसमा जुन ग्लो छ चार्मनेस छ स्पेसली स्माइल अनि त्यो लुक्स मलाई एकदम माया गर्नुहुँदो रहेछ उहाँले। जस्ट आउटर लुक मात्र होइन त्यो चाहिँ मैले फिल गर्दैछु। अनि त्यही हुँदै हुँदै हाम्रो आई थिङ्क हाम्रो माया ग्रो हुँदैछ। ए मेरो हजुर ए मेरो हजुर ए मेरो हजुर।